कहिलेकाहीँ देश कमजोर भएर होइन, थाकेर मौन हुन्छ। नेपाल आज त्यही मौन अवस्थाबाट तपाईँ र हामी सारा नेपालीलाई हेरिरहेको छ। हामीसँग पहाड छन्, नदी छन्, इतिहास छ र धेरै सपना बोकेर बसिरहेका युवाहरू पनि छन्। तर आज पनि हाम्रो मनभित्र एउटा प्रश्न गुन्जिरहेको छ, देश किन बनेनन्? नमस्कार साथीहरू। भित्तेपात्रोको एउटा मिति मात्रै देखिन्छ, तर यो मिति सामान्य होइन। यो दिन न दसैँ हो, न तिहार, न ईद, न क्रिसमस, न तल्लो जात, न माथिल्लो जात, न धर्म, न संस्कारको दिन हो। हामी सारा नेपाली जनताको विवेक बोल्ने दिन हो। हामीले इतिहाससँग फर्केर बाजेको पालमा पनि देश बनेन, बुबाको पालमा पनि देश बनेनन् र बुबाले भन्नुहुन्थ्यो तिमीहरूको पालमा देश बन्छ। आज छोरोको पालमा पनि देश बनेको महसुस हुँदैन। यी शब्द आक्रोश होइनन्, यो शब्द हो थाकेको पुस्ताको। तर प्रश्न यही रोकिँदैन। के दोष पुस्ताको हो कि सोचको, कि नेताको, कि नेपाली जनताको? हामीले धेरै पटक भावनालाई जितायौं, नारालाई नेतृत्व ठान्यौं, छोटो समयको आशालाई लामो भविष्य सम्झ्यौं र बिस्तारी देश झन पछि पछि सर्दै गयो। हामीलाई भनियो 5 वर्षमा देश बदलिन्छ। हामीले विश्वास गर्यौं, फेरि भन्यो अर्को 5 वर्ष कुर्नुस्। हामी फेरि कुर्यौं, तर सत्य के हो भने 5 वर्षमा देश बन्दैन। इतिहास हेर्दा जापान दोस्रो विश्वयुद्धपछि ध्वस्त थियो, तर उसले 25-30 वर्ष एउटै राष्ट्रिय लक्ष्यमा अडिग नीति अपनायो। नेता बदलिए, सरकार बदलिए, तर शिक्षा, उद्योग र प्रविधिको दृष्टि बदलिएन। दक्षिण कोरिया एक समय नेपालभन्दा कमजोर थियो, तर उसले 25 वर्ष निरन्तर उद्योग, शिक्षा र अनुशासनमा धेरै रणनीतिहरू लगाए र आज संसारले कोरियालाई उदाहरणको एउटा देश भनेर मानिन्छ। सिङ्गापुर सानो देश हो, प्राकृतिक स्रोत छैन, तर दीर्घकालीन सोच, कडा नीति र इमान्दार शासनले 25 देखि 30 वर्षमै विकासको नमुनाको देश बनायो सिङ्गापुरलाई। यी देशहरूमा एउटा कुरो सामान्य थियो, लामो दृष्टि, नटुट्ने नीति, संस्थागत सोच। हाम्रो नेपालमा 5 वर्ष योजना, टुट्ने नीति र राजनीतिको खेल। अब प्रश्न यो हो कि नेपालमा किन सम्भव भएन? आजको दिनसम्म न बाजेको पालमा भयो, न बाबाको पालमा भयो, न छोरोको पालमा भयो। के सधैँ यस्तै हो? किनकि हामी सारा नेपालीले नीति होइनन्, व्यक्तिलाई छान्यौं। हामीले सोचेनौं र भावनालाई छान्यौं। हामीले जातको आधारमा निर्णय गर्यौं, धर्मको आधारमा भोट हाल्यौं। हामीले योजनालाई मतदान गरेनौं। हामीले हाम्रो आउने पुस्ताहरूलाई नसोचिकन मतदान गर्यौं। हामीले ती झुटा, ती भुली जाने बाचाहरूलाई मतदान गर्यौं। तर देश जातले बन्दैन, धर्मले बन्दैन, संस्कारले बन्दैन, न नीति न अस्थिर सरकारले बन्छ। देश बन्छ त केवल लामो सोच र लामो दृष्टिले बन्छ। हामी के गर्छौं? पञ्चवर्षीय योजना भन्छौं, पुरानै भाषण, रोड, शिक्षा, स्वास्थ्य सुविधा, तर त्यो सीमित समयको लागि मात्र हुन्छ। उनीहरूले गरेको बाचा बिर्सी जान्छ। मतदान केन्द्रमा हामी एक्लै हुन्छौं। त्यहाँ न जात हुन्छ, न धर्म, न कुनै धनी वा गरिब। त्यहाँ केवल हुन्छ हाम्रो विवेक र हाम्रो आउने भविष्यलाई रोज्ने दिन र हाम्रो विवेक मात्र हुन्छ। त्यो सानो मतपत्र हामीले देखिन सक्छ, तर त्यो सानो मतपत्रले तपाईँ र मेरो र हामी सारा नेपालीको भविष्य कोर्न सक्छ। तर त्यही सानो मतपत्रले तपाईँ र मेरो भविष्य तय गर्छ। हामीले नेता छान्ने होइन, हामीले हाम्रो सोच र भविष्य छान्नु पर्ने दिन हो। 5 वर्ष योजना होइन, 25 वर्ष सोच्ने दृष्टि छान्नु पर्ने दिन हो। हामीले आफ्ना छोराछोरीलाई देश छोड्न सिकाउने होइन, देशमै सपना देख्ने वातावरण सिर्जना गर्नु पर्दछ। हामी सारा नेपालीको घर दैलोमा नेताहरू हात जोड्दै आइरहेका छन् र भन्छन् सडक निर्माण गर्छु, देश विकास गर्छु। तर देश सडकले मात्र बन्दैन, देश भावनाले मात्र बन्दैन, देश मानिसले, देश लामो सोचले बन्छ। कुनै पार्टी जित्ने दिन होइन यो दिन। या त नेपाल जित्छ या फेरि हामीले समय गुमाउँछौँ। अब दोष दिने समय सकियो, निर्णय गर्ने समय आएको छ। त्यसैले सोचौं र आफ्नो भविष्यलाई सोचेर नेपाल बनाउने र लामो दृष्टि राख्ने व्यक्तित्वलाई हामीले छान्नु पर्दछ। कुनै पनि देश 5 वर्षमा बन्दैन, कुनै पनि नीति 5 वर्षमा बन्दैन। यो नीति र देश बन्नको लागि लामो दृष्टि हुनु आवश्यक छ। त्यसैले सोचौं, विचार गरौं। मतदान गर्नुभन्दा अगाडि यो कुनै व्यक्तिको दिन होइन, यो कुनै पार्टीको दिन होइन, यो केवल सारा नेपालीको जित हो या फिर हार। तपाईको एउटा मतदानले गलत निर्णय भयो भने 25 वर्ष नेपाललाई धकालिन्छ। त्यसैले
योजना बुन्ने व्यक्तिलाई चुनौँ, अस्थिरता र झुटो आश्वासनतिर नलागौँ। यदि तपाईँले यो भिडियो हेरिरहनु भएको छ भने आफ्नो परिवारसँग कुरा गर्नुहोस्, आफ्ना साथीहरूसँग कुरा गर्नुहोस्, आफ्ना छोराछोरीसँग कुरा गर्नुहोस्, सचेत मतदानको कुरा फैलाउनुहोस्। मतदान केन्द्रमा पुग्नुहोस्, हात नजोड्नुहोस्, नडगमगाउनुहोस्। यो दिन जात नहेर्नुहोस्, धर्म नहेर्नु, भविष्य छान्नुहोस्। किनकि देशलाई नेताले बनाउँदैन, देशलाई नागरिकले बनाउँछ। यो सारा नेपालीको इतिहास कोर्ने दिन हो। तपाईलाई यो भिडियो राम्रो लाग्यो भने तपाईको सोच कमेन्टमा लेख्नुहोस्। यो भिडियोलाई लाइक, सेयर अनि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।